औचित्य मौलिक कला र संस्कृतिको पुस्ता हस्तान्तरण पनि हो। कालीनागको कथा। कुरा आजभन्दा 100औं वर्ष पहिलाको हो। नेपाली समाजमा प्रचलित यो किम्बदन्तीको औचित्य मौलिक कला र संस्कृतिको पुस्ता हस्तान्तरण पनि हो। भनिन्छ दिदीभाइ बीचको घनिष्ठ सम्बन्धको प्रतीक पर्व तिहार, जुन पर्व यी दुई मध्ये एउटाको अनुपस्थितिले खल्लो र अपुरो हुन्छ। भाइटिकामा दिदीको कर्म र कामनाले ओखरगेडी दैलोमा फरिदिएपछि सम्पूर्ण ग्रह दशा र एम पञ्चकमाथि विजय प्राप्त हुन्छ। अन्ततः त्यही विजयको खुसियाली हो दिदीले भाइलाई लगाइदिने निधारमा सप्तरङ्गी टीका र गलामा मखमली फूलको माला। त्यसैलाई भनिन्छ भाइ टीका। यसरी प्राप्त गर्नुपर्ने विजय, परन्तु जब दिदीद्वारा ओखरगेडी दैलोमा फरिँदैन अथवा भनौँ एम पञ्चकमाथि विजय प्राप्त गरिँदैन, त्यो अभागी भाइको ग्रह दशा कसरी मौलाउँछ? एमराजका दूतहरू कसरी सलबलाउँछन्? कसरी ती एमराजका दूतहरूले बाटोमा तगारो बनिदिन्छन्? यिनै सवालहरूको सिलसिलेवार प्रस्तुति हो कालीनागको कथा। वर्षै र दिनमा घुमेर आउने तिहार आयो सबैका घर झलमलै छायो आँगनी भरि मखमली फुल्यो घरबारी भरि सयपत्री झुल्यो मेरी दिदी आइनन् आमा इन्द्रेणी टीका निधारै फिका बरबरी झरे आँसुका ढिका दिदी बिनाको भाइ टीका मैले कसरी मनाऊ क्यारी मन बुझाऊ रोयो मन आमा नजिम फाल्नु नबत्ती बाल्नु नओखर गेडी दैलोमा फुर्नु न तेलका धारा न ज्योति पाला जिमले घेर्छन् आमाले भन्छन् नजाऊ न बाबु दशाले जेल्छन् तिमीकै भए म कसो गरम कसको भर परम नजाऊ न बाबु छोरोले आट्यो आट्यो आमा जे जसो पर्ला उसरी डरला जान्छु म आमा दिदीको हातको टीकालाई आउँछु खै मेरो औठी बेताको लौरी खाली भो घोडा खै मेरो घोडा सिराको टोपी हाल्देऊ फुल गोपी लिएर जान्छु लिएर जान्छु बाबु हिँड्यो दिदीको घर जाँदा जाँदै घरदेखि
कि पर मूल बाटो पुग्दा बाटै माथि हरियो रुखको डालीमा बसी काली कौवा काका गरी कराउन थाल्यो साहिबको बेला के सन्देश होला सुबोला सुबोल जाति भो परा छान्दोरा ओरा कहाँका होला अगाडि सरे ठुङ्ला झै गरे के खोज्छौ कागा जेरो छौ मागा खै मेरो भोगा औठीले भोगा अनि पो जालास नत्र छोड्दैनौ बाटो मोड्दैनौ सुबोल्दैनौ